अरे गाइजहरु यहाँ फोन झरेछ हैन तल भुइँमा हामी माथि पर पुगेर हामी फोन लिनको लागि फर्किँदैछौँ फेरि त्यहाँ रुखको हाँगा रहेछ के ऊ त्यहाँ रुखको हाँगा रहेछ स्टार्टै गर्ने बिर्सेछ नि त खासमा कसम कसम अहिले यहाँ पारुवाङको अवस्था चाहिँ यस्तो रहेछ पहिला हाम्रो राम्रो अवस्थामा पनि मैले फोटोहरू चाहिँ देखेकै हो हैन तर यो ठाउँमा आइपुग्ने चाहिँ मेरो एउटा लक्ष्य पनि थियो क्या अवस्था सुनिमा पारुवाङको अवस्था यस्तै बनाएको रहेछ कसले बनाएको यसको लागि चाहिँ हामी बावजुद लागि परेर यो चाहिँ पहिलाको कस्तो थियो त्यस्तै बनाउनु पर्ने हो तिमी रिसाए जस्तो पनि भयो होइन सुरुमा हजुर अब तिमीलाई 8 बजेदेखि तिमी हिँडेको खास गरी यहाँ आइन्छ भने पनि थाहा थिएन हाम्रो मातृभूमिहरूलाई चाहिँ नि बिर्सेर हामी कहिले पनि उ गर्नु हुँदैन कि हजुर त्यही भएर चाहिँ नि मलाई चाहिँ नि अलिकति कता कता अलिकति खल्लो त्यस्तो केही शब्द नै छैन म पनि फर्स्टचोटि लाइभ यस्तो अवस्थामा हेर्नु आइपुग्दाखेरि अलिकति मन चाहिँ दुखेको छ होइन हेलो हाई एन्ड दर्शन नमस्ते होइन म को हो भनेर तपाईँहरूले सब पक्कै पनि चिनिसक्नु भएको छ होइन म चाहिँ तपाईँहरूकै ब्लगमा जिनियस केआरबी छ होइन फेसबुकमा ओमु सामलिङ छ होइन पक्कै पनि तपाईँहरूले चिनिसक्नुभयो आज चाहिँ म बजारतर्फ जाँदैछु होइन आजको यो विशेष भिडियो बनाउनुको कारण भनेको चाहिँ सबैभन्दा म कम बोल्छु नि त होइन नमस्कार गर्नु पनि कस्तो अड लाग्ने अप्ठ्यारो लाग्ने होइन अनि कम बोल्ने सबसँग बोल्नु मन लाग्छ घुलमिल हुन मन लाग्छ तर पनि नसक्ने कि एउटा बानी कस्तो बानी हो होइन म यताउता ठुलो मान्छे यताउता भएको कदापि पनि होइन है गाइजहरू होइन कदापि पनि होइन त्यस्तो होइन मलाई पनि धेरै मान्छेसँग बोल्नु मन लाग्छ क्लोज हुनु मन लाग्छ होइन ठुल्ठुलो मान्छेलाई नमस्कार गर्नु मन लाग्छ र के गर्नु आदतै छैन बानी छैन त्यो बानी नभएर बिजोग छ सबै साथीहरू पनि ठुलो मान्छे भयो भन्छन् होला बोलाउँदैनन् रिसाउँछन् होइन सबै त्यस्तै छ है तर म आज त्यो बानीलाई हटाउने कोसिस चाहिँ गर्दै बजारतर्फ मोडिँदैछु मोडिनु चाहिँ होइन लेट्स सी हेरौँ नमस्कार गर्न सकिन्छ सकिँदैन भन्ने कुरो हो बाँकी भिडियो पछि आउँछ तर म चाहिँ बिहानको 8 बजे घरबाट चाहिँ हिँडेको थिएँ होइन मैले अघि पनि भनिसकेको थिएँ तपाईँहरूलाई सबै प्लान के गर्ने भन्ने कुरा तर साथीहरूले प्लान सब खतम बनाइदियो खतम बनायो ए प्लान खतम बनाउनेहरू तर पनि त्यही पनि तर पनि केही छैन होइन हामी चाहिँ अब अहिले लगभग 3 बज्न आयो 3 बज्दै गर्दाको अवस्थामा पनि हामी यात्रा चाहिँ कन्टिन्यू गर्दैछौँ होइन तर मेरो चाहिँ बजारसम्म जाने यात्रा थियो तर बजारभन्दा फाल्टो जाने अवस्था आइपऱ्यो अहिले ठ्याक्क होइन भेट भइसकेपछि हाम्रो थोरै कुराकानी भयो त्यसपछि हामी सरासरी गन्तव्यतिरै लाग्यो हाम्रो यात्राको क्रममा रमाइलो गफ हुँदै थियो निकै रमाइलो हुँदै गर्दै हामी अगाडि बढ्दै यस्तै रमाइलो कुराकानी गर्दै हामी तृतीया भन्ज्याङसम्म पुगिसकेको छौँ यो अवस्थामा चाहिँ यहाँ चाहिँ किन बिसाएको भनेदेखि मेरो फोनको समस्या थियो सानो फोनको लागि चार्जर लिनुपर्ने थियो त्यही कारणले हामी यहाँ सबैजना बिसाइरहेको छौँ तृतीया भन्ज्याङ मेरो फोनको सबै काम सकेपछि फेरि हामी निरन्तर अगाडि बढ्दै थियौँ मैस्याङ डाँडातिर त्यति बेलै मेरो फोन खस्यो भिडियो गरिरहेको फोन
ल गाइजहरू यहाँ फोन झरेछ होइन तल भुइँमा हामी माथि पर पुगेर हामी फोन लिनुको लागि फर्किँदैछौँ फेरि त्यहाँ रुखको हाँगा रहेछ क्या ऊ त्यहाँ रुखको हाँगा रहेछ भिडियो बनाउने चक्करमा खुस्की झऱ्यो त्यस्तै हो होइन त्यस्तो हुन्छ कन्टेन्ट मेन कन्टेन्ट भनेको चाहिँ यो भयो होइन आज मेरो लागि चाहिँ त्यस्तै हो होइन ऊ चाहिँ के यसको बिग्रेको छैन बिग्रेको छैन ए घाँटे म त यो बिग्रियो होइन ऊ चाहिँ भाँचे यसो ठुटा मात्रै देख्छु होइन यताबाट ठोक्यो के ठोकिएपछि जाने बाटो हो यता सीताभरि जाने सीताभरि छ त सीताभरिको नाम चाहिँ चलेको छ तर यो व्यवस्थित चाहिँ भएन यो सीताभरि बजारको सरकारमा स्टार्टै गर्ने बिर्सेछ नि त खासमा कसम अहिले यस्तै हुन्छ क्या मासला जहिले यस्तै हुन्छ होइन कतिचोटि भइसक्यो यस्तो भए के हो यार यस्तो हुन्छ कि गर सेकेन्ड चल्दै गइरहेको हुन्छ गाह्रो भयो म चाहिँ फर्स्टचोटि मेरो लागि चाहिँ यो मैसाङ डाँडा भन्ने ठाउँ चाहिँ फर्स्टचोटि आएको छु होइन यस्तो रहेछ मैले अहिलेसम्म लामो भिडियो बनाएको थिएँ पर कति कन्टेन्टहरू कति के आएको थियो तर पनि मैले भिडियो चाहिँ ओपनै गरेको थिइनँ अस्ति नै पनि यस्तै भइरहेको थियो अब यता हामी थोरै केही खाजा सादा खाने कार्यक्रम चल्नु आँटिरहेछ के छ भ्लगरको मिक्सै गर्नु थाल्यो अब मैले लिनु थाल्यो पर स्ट्यान्ड बाहिर छ यो चाहिँ कहाँ एउटा खुट्टा एउटा मिक्सै भएन नि अहिले यहाँले यत्रो गर्दै आयो के हो के त्यो स्टार्ट हुँदैछ के भएर आफै अटोमेटिकली बन्द भइसक्यो इन्ट्री हुँदै गरेको तपाईँले हात हल्लाउँदै गरेको त्यो कस्तो मिस भइहाल्यो त्यति बेला चाहिँ बसेर खाजा खाने कार्यक्रम चलिरहेको छ हाम्रो होइन यहाँ खाजा खाने अनि मासतिर जाने भन्ने सल्लाह छ होइन खाजा पनि नपकाइसक्यो यहाँ खाजा खाइएर यहाँकै स्थानीय मान्छेहरूसँग केही कुरा गरिराख्नु भएको थियो उहाँहरू कुरा गरिसकेपछि फेरि हामी यो गेटदेखि मासतिर मैसाङ डाँडातिर तिरै लाग्यो यता देखो यता पनि राम्रो छ काम चाहिँ म लागेको थियो पहिलेदेखि तर जानु पाएको थिइनँ यहाँबाट चाहिँ के मान्छे हिँड्ने ठाउँ हो यो चाहिँ जाडो नै गरे अगाडि घरमा दर्शन गरिसकेको छ हाम्रो राई जातिको चाहिँ चुम्नीमा पार हामीलाई चाहिँ दर्शन गरिसक्नुपर्छ हामी अलिकति आइपुग्ने हो सरप्राइज थोरै खुसी पनि छु होइन आज हाम्रो सोच चाहिँ थिएन जस हाम्रो जेन्जी अब भाइहरूले भनेर अब पञ्चमीसम्म चाहिँ जाउँ भनेर यस्तै ड्रेसमा हिँड्यो हल्का कपडा सपडा त लाइन्छ अलिअलि तातो खालको चाहिँ होइन अब पञ्चमीसम्मको यात्राहरू हिँड्यो तर यो ठाउँ आइपुग्यो हाम्रो सुम्निमा पारुहाङको हालत यस्तो रहेछ यो ठाउँ आइपुग्यो गाइज होइन अलिक चिसो पनि बढिरहेको अलिक समय पनि अब रात पर्दै गएको हुनाले हामी चाहिँ यो ठाउँ यसो घुम्दैछौँ हामी 5 जना ग्रुप आएका छौँ यस्तै हो गाइज होइन किन चाहिँ के रक्सी खाएर के भएछ नि मेरो एउटा विशेष चाहिँ यो ठाउँमा आइपुग्ने एउटा लक्ष्य थियो होइन म फर्स्टचोटि आइपुग्दैछु यो ठाउँमा योभन्दा अगाडिको अवस्थामा चाहिँ मैले यो ठाउँको दृश्यहरू देखेकै हो तर पनि म चाहिँ यो ठाउँमा आइपुगेको थिइनँ त्यही भएको कारणले आज इमर्जेन्सी आइपुग्यो क्या खासमा हाम्रो प्लान पनि यहाँ आउने थिएन इमर्जेन्सी आइपुग्दै गरेको अवस्थामा यी हाम्रो सुम्निया पारुहाङको अवस्था चाहिँ यस्तो रहेछ पहिला हाम्रो राम्रो अवस्थामा पनि मैले फोटोहरू चाहिँ देखेकै हो होइन तर मैले त्यो अवस्थामा चाहिँ आउनु पाइरहेको थिइनँ अहिले यो अवस्थामा आइपुग्यो तर पनि खुसी छु म अब यो हेरेर चाहिँ खुसी चाहिँ होइन पर्ने हुन्छ तर यो ठाउँमा आइपुग्ने चाहिँ मेरो एउटा लक्ष्य पनि थियो क्या जान्छु त्यहाँ गएर यसो फोटोसुट खिच्छु यसो घुम्छु भन्ने एउटा सोचाइ थियो चाहिँ त्यही भएको कारणले आज इमर्जेन्सी आइपुग्यो
अब अरू त खै के भन्ने यस्तै हो रमाइलो भयो यता पनि घुमाइदिनु यता यता विशेष रमाइलो भयो होइन आज ठ्याक्कसँगले बाजेहरू अङ्कलहरूसँग आइपुग्दाखेरि यो ठाउँमा एकदम रमाइलो लागिरहेछ होइन धेरै जाडो छ कामिरहेको अवस्था छ बेलुकाको समय हामी होइन यस्तो भइरहेछ है गाईहरू अब पार्क भन्छ के यो ठाउँमा चाहिँ यो ठाउँबाट सब ठाउँ दृश्यहरू देखिँदो रहेछ ठ्याक्क होइन एकदम रमाइलो ठाउँहरू छ यहाँ चाहिँ अब यस्तो छ हामी बेलुकाको समयमा आइपुगिरहेछौँ तर पनि यतिको अवस्थामा ठिकै देखिरहेछ धेरै कुहिरो पनि लागेको छैन उहाँले भिडियो गरिदिनु भएको यो ठाउँमा आइपुग्नुको लागि मैले पहिलादेखि नै यसलाई चाहिँ मैले भनिरहेको थिएँ कि पहिलादेखि नै अब जाउँ न त जाउँ भनेर भनिरहेको थिएँ एउटा प्लानबद्धता तरिकाले जाउँ भनेको थिएँ तर आज इमर्जेन्सी आइपुग्यो होइन तर पनि खैर केही छैन ठिक छ अनि यो विषयमा एक इन्टरभ्यू लिनु पऱ्यो ल यहाँ मेरो जेन्जी पुस्ता मेरो साइनोले भतिजो उमेरले म भन्नु सानो नमस्ते गर्न चाहेँ नमस्कार यो ठाउँमा आज आउने सोच चाहिँ थिएन अब खास चाहिँ म चाहिँ अब उता जेठी सासू शारदाजहरू आउनुभएको हुनाले थोरै तल घर माथि घर घुम्ने क्रममा थिएँ बिचमा भेट भयो भेट हुँदाखेरि जाउँ भन्यो पञ्चमीसम्म खास यात्रा हो भन्नुभएको थियो अरू साथीहरूले तर यहाँसम्म आइदियो खुसी लाग्यो यो चाहिँ मलाई सरप्राइज तालले यहाँसम्म घुमाउनु लिए जस्तो पनि लाग्यो एउटा अब खुसीकै महसुस भएको छ मलाई होइन अब नसोचेको कुरा हुँदाखेरिमा यो ठाउँमा आइपुग्दाखेरिमा खुसी नै लागेको छ अब जाडोको मौसम अब त्यही माथि अलिकति समयले पनि अब थोरै साथ नदिएको रात परेको अवस्थाको टाइममा पनि आइपुगेको छौँ मलाई खुसी लागेको छ त्यही हो अब यस्तै छ हाम्रो अवस्था सुनिमा पारुहाङको अवस्था यस्तै बनाएको रहेछ कसले बनाएको यसको लागि चाहिँ हामी बावजुद लागि परेर यो चाहिँ पहिलाको कस्तो थियो त्यस्तै बनाउनु पर्ने हुन्छ जस्तो लाग्छ मेरो भनाइमा चाहिँ अब यो चाहिँ हेर्दाखेरिमा यो अलिकति थोरै हेर्नु लायकको नभएको हुनाले कसले गरेको यो चाहिँ गर्नु नहुन्थ्यो यो चाहिँ धेरै बुद्धिवान पढेकोले गरेको रहेछ जस्तो मलाई लाग्यो होइन ठिक छ अब यो जसरी हामी यो चाहिँ बनाउनु पर्ने हुन्छ जो कसले गरे तापनि अब बनाउनु पर्छ त्यही हो त्यही भन्न चाहन्छु म चाहिँ हजुर जे होस् हामीले यस्तो हुन्छ भनेर सोच्नु चाहिँ सोचेको थियौँ तर पनि यस्तो भइहाल्यो अब त्यो के भन्नु अब नारायण बा यो ठाउँमा आइपुग्नुको लागि तपाईँहरूको पनि हात छ होइन तपाईँहरूले मैले पनि नसोचेको कुरा हो अनि तपाईँहरूले अब पञ्चमीसम्म जाने भनेर मैले चाहिँ भनेको त्यसपछि यतातिर जाम भन्ने कुरा हो त्यही भएर आइपुग्यो त्यसमा भने के छ तपाईँको भनिदिनुहोस् एक दुई शब्द हाम्रो धेरै तिमी रिसाए जस्तो पनि भयो होइन सुरुमा हजुर अब तिमीलाई 8 बजेदेखि तिमी हिँडेको खास गरी यहाँ आइन्छ भने पनि थाहा थिएन हजुर किरण भाइको मलाई अलि ढिलो भयो होइन त्यसमा तिमी नरिसाउनु तर हामी जसरी पनि तिमीले भनेको ठाउँमा हामी आइपुग्यौँ त्यसमा हामी खुसी छौँ होइन अब सबै हाम्रो 5 जना टोली आइयो झन् खुसी कुरा छ अब त्यसमा हामी अहिले यो ठाउँमा आइपुगेका छौँ नसोचेको समयमा आइपुग्यो त्यसमा खुसी छु म एकदमै के भन्नु चाहन्छु भने मेरो अब सुङ्नीमा पारुङको चाहिँ खुट्टाहरू बताइरहेको छ होइन म चाहिँ विशेष लिङचुङबुङ गाउँपालिकाबाट आउँदै हुनुहुन्छ फर्स्टचोटि गाउँपालिका प्रवेश गर्दै हुनुहुन्छ होइन म मेरो फर्स्ट उद्घाटनै यही हो हजुर उद्घाटनमा यस्तो देख्नु पाउँदा अलिकति गुनासो पनि हुन्छ उद्घाटन गर्दाखेरि चाहिँ यस्तो हाम्रो चाहिँ नि सुङ्नीमा पारुङको चाहिँ नि यसरी चाहिँ लदिराख्दाखेरि चाहिँ मलाई पनि कस्तो कस्तो लाग्छ त्यो स्वाभाविक हो सबैलाई यसो लाग्छ नि लाग्नु पर्छ म चाहिँ भन्न चाहन्छु कि हामी एउटा पुरा वास्तविकता भनौँ भन्दाखेरि हाम्रो संस्कार संस्कृतिलाई चाहिँ नि कहिले पनि भुल्नु हुँदैन हजुर र हाम्रो संस्कारलाई कहिले पनि भुल्नु हुँदैन हजुर भन्ने मेरो मान्यता हो हजुर दिपुङ सिन्जीमा गाउँपालिका यो वडा नम्बर चाहिँ कति पर्यो छिटापुरी 6 मा चाहिँ नि हामी अनि हाम्रो पारुवा हाम्रो
मातृभूमिहरूलाई चाहिँ नि बिर्सेर हामी कहिले पनि उ गर्नु हुँदैन कि हजुर त्यही भएर चाहिँ नि मलाई चाहिँ नि अलिकति कता कता अलिकति खल्लो भइरहेको छ। हामी आदिवासी हौँ, हामी यही मातृभूमिमा जन्मेको, यसलाई हाम्रो अब यसलाई नै मान्नुपर्छ भन्ने मेरो मान्यता हो। हो हजुर, हस् धन्यवाद। उहाँको थोरै अब सर्ट फर्ममा त थोरै शब्द जाओस्, त्यस्तो केही शब्द नै छैन। सबैभन्दा गाइज म चाहिँ होइन लास्ट जाडो भएको छ आज होइन, त्यही भएर कुन चाहिँ हेलमेट खोल्नु नसकेको अवस्था हो। किन हेलमेट नखोलेको भनेर कसैले त्यस्तो थोरै गुनासो नराखिदिनु होला। लास्ट जाडो भएको अवस्थाले अलिकति म उमेरले पनि बुढो भयो होइन, त्यही भएर गाइज मैले हेलमेट खोल्नु सकेको छुइनँ। त्यही हो होइन, हाम्रो हालत सुम्निए पार हामीको यस्तै रहेछ। अब त्यसको लागि त थोरै गुनासो लाग्यो, यो कसले के गरेको भन्ने कुरो चाहिँ छ होइन। अब त्यसमा बिस्तारै निगरानी गर्नुपर्छ। म पनि फर्स्टचोटि लाइभ यस्तो अवस्थामा हेर्नु आइपुग्दाखेरि अलिकति मन चाहिँ दुखेको छ होइन। अब के गर्नु, अब कसले गर्यो के गर्यो भन्ने कुरा त थाहा छैन। तर पहिला एकदम राम्रो कन्डिसनमा फोटोसुटो देखेको थिएँ अरू आएको, अनि यो कन्डिसनको पनि फोटोसुटो भिडियो सुटो देखेको थिएँ। तर मैले प्रत्यक्ष रूपमा चाहिँ आज देख्न पाएँ, त्यसमा धेरै लाग्यो क्या, गुनासो लाग्यो। अब अरू त के भन्नु, त्यति हो। हामी जे पनि बेलुकाको समयमा हामी 5 जना आइपुग्यौँ, रमाइलो लागिरहेछ होइन। अरू त केही छैन, त्यही हो, त्यस्तै हो। यो सुम्निया पारुहाङ पार्कदेखि देखिने दृश्यहरू चाहिँ यस्तो छ होइन गाइजहरू। यता यता बस्नेठाङ छ, पल्लो डाँडामा पनि एउटा रहेछ। अनि अब यस्तो छ, उतातिर सबैतिर क्यामेराले भ्याउँदैन पनि यस्तो छ होइन। तर निकै रमाइलो ठाउँ रहेछ मलाई लाग्यो। म फर्स्टचोटि आएँ होइन। खोटाङ जिल्लाको खोटाङ भन्छु दिप्रुङको चाहिँ दिप्रुङको यो भनेको अब यो अहिलेको राम्रो ऊ भनेको यो अलिकति के भन्छन् त्यसलाई, भ्रमण गर्ने ठाउँ अथवा केही घुम्ने ठाउँ यस्तो रहेछ। हामीसँग गीत बजाउने केही अफर पनि थिएन र हामी प्लानबद्ध तरिकाले गएको पनि थिएनौँ। त्यही भएर सानो मोबाइलमा गीत बजाउँदै यसो नाच्दैछौँ होइन। अब आउँदाखेरि त भइगयो, जाँदाखेरि चाहिँ सबै कुरा देखाउँछु होइन गाइजहरु। केही बेर हिँडेपछि हामी पुरै अँधेरो भइसकेको बेला अलिक तल झरेको थियौँ। पुरै रात परिसकेको अवस्था थियो, हिँड्नलाई निकै गाह्रो थियो। तर पनि भ्यूहरू चाहिँ निकै राम्रो देखिरहेको थियो, निकै सुन्दर देखिरहेको थियो। रात परेको कारणले अलिक अप्ठ्यारो भएको कारणले मैले भिडियो चाहिँ यतिमै अन्त्य गर्न चाहेँ।